हेलो गुड मर्निङ तपाईँहरूलाई आज मेरो भलकमा स्वागत छ। आज चाहिँ म बिहानै उठेर अब अफिस जाँदैछु। मेरो भलकको सुरुवात यहाँबाट हुन्छ अनि त्यसपछि म कति बेला भलकको इन्डिङ गर्छु, हेर्दै जानु होला है। सम्पूर्णमा पहिला सुरु त नमस्कार, सबैजना सन्चै हुनुहुन्छ? हाउ आर यु? Fine, bro. You? He is my friend. He already finished his duty, so he Hello. come back from work. Hello. Yeah. Say namaste. Namaste. के छ खबर? के छ खबर? Kids cover. Okay. Okay. That means hello. It's greeting and how are you? Okay, see you. So ऊ चाहिँ अगाडि नै आइसक्यो, ऊ पनि मेरो भलगमा आयो फेरि। अब के गर्ने भन्दा क्याप्चर त हान्नै पर्ने हुन्छ। सम्धि वाइफाई हामी छौँ अहिले हिँड्दै हिँड्दै, हाम्रो भलक सुरु भइरहेछ। यो हो हाम्रो चोक। अस्तितिर यति बेला उज्यालो हुन्थ्यो, अहिले भने चाहिँ अँध्यारो छ। अनि खै यो मौसम चेन्ज भएको कि के हो यो सर्बियामा। अब अस्तितिर उज्यालो हुन्थ्यो, अहिले अँध्यारो छ। ऊ पारीको मान्छे देखिन्थ्यो अस्तितिर, अहिले देखिनै छोडे। यहाँ रेड लाइट बलिरहेछ, तर हामी भाग्न चाहिँ सक्छौँ है। चाहियौँ भने चाहिँ हामी भाग्न नि सक्छौँ। सर्बियामा नि हामी भाग्छौँ, जाउँ भाग्नु। यसरी टक्क टक्क भाग्नु पनि पर्दैन, बिस्तारै यसो दायाँ बायाँ हेरेर चट्ट यहाँसम्म आउने हो। अनि यहाँबाट फेरि पारी हेर्ने। अब यसो यतातिर गाडी हेर्ने, यताबाट आउँछ एउटा यता माथिबाट आउँछ। यसो यसो हेर्ने टाढासम्म। हामी सम्धि भर्खर आउँदै हुनुहुन्छ त्यहाँ पारीबाट हो, टुकुर टुकुर हिँड्दै। अनि सम्धिलाई आउने बेला चाहिँ ग्रिनै बलेछ। अनि हामी अब यहाँबाट अझ हामी भाग्न फेरि सफल हुन्छौँ। अब जाउँ माथिबाट आएछु, नभागौँ। अब हामी भाग्न सफल हौँ केटाहरू। हामी भाग्न सफल भयौँ। ठ्याक्कै हरियो बोल्यो अनि सम्धि अघि हराइ अहिले यहाँ आएछु। त्यहाँ उहाँको चाहिँ यसो भाउजूलाई सम्झाउनु पर्ने हुन्छ, त्यही भएर पनि हुनसक्छ। त्यो कुरामा चाहिँ कसैले पनि माइन्ड नगर्नु होला। अनि हामी चाहिँ हिँड्दैछौँ यहाँ है। यस्तै छ सर्बियाको बसोबास। तपाईँहरूलाई यो गेम खेल्नु मन छ, गेमतिर छिर्नु, यहाँ जान सक्नुहुन्छ। हाम्रो नजिकै छ। सो यहाँ गएर यसो गेम्स चाहिँ हाल्नु भन्ने नि हुन्छ। अनि फाइनली हाम्रो बस स्ट्यान्ड चाहिँ यहीँ हो गाइसहरू है। अब हामीले चाहिँ यहाँबाट 54 को बस कुर्नुपर्ने हुन्छ। सो आइ एम वेटिङ फर द्याट बस, वी आर वेटिङ फर द्याट बस। अनि अहिलेलाई चाहिँ यहाँ एकछिन ब्रेक लिन्छ। हामी चाहिँ बस आयो अनि बस चढ्यौँ होइन। अनि सम्धि यता बस्नुभएको छ बसमा। टक्क उहाँलाई फेरि झ्यालको सिट चाहिन्छ कि, अनि त्यही भएर दिएको झ्यालको सिट। अब मोमेन्टिङ चाहिँ हुन्छ, तर त्यो झ्याल खोल्नु मिल्दैन। उल्टा आएपछि प्लास्टिकै चाहिन्छ, झ्याल खोल्न मिल्दैन। म चाहिँ फेरि यहाँ इन्जिनको छेउमा बसेको छु, झ्याप्पै यो इन्जिनको ढिक्को। अनि हाम्रो अर्को सम्धि उहाँ हुनुहुन्छ। अनि अरू सम्झिनेहरू सब अगाडि छन्। सुड्डीहरू आउँछन् बिहान बिहानै। यस्तो राम्रो केटीहरू पनि आउँदैनन्, केटाहरू पनि आउँदैनन्, कोही आउँदैन। सब सुड्डीहरू उनीको यो मर्निङ सिफ्टमा चाहिँ मैले बुझेअनुसार पनि हामी खुसी छौँ। हाम्रो ड्युटी जाँदैछौँ। अनि हामीलाई हेर्नु पनि छैन यस्तो यो बानी राम्रो होइन है। गाइजहरू कसैको बानी छ भने बानी सुधार गर्नु होला। यो राम्रो बानी होइन, कम्प्लेन गर्ने बानी सुधारौँ, यस्तो गलत गर्ने होइन। मैले त्यसो हाम्रो भिडियो छोटो मिठो राम्रो यसो हजुरहरूले मजाले हेर्नुहुन्छ भनेर भनिदिएको हो, बुझ्नुभयो। यहाँ चाहिँ पैसा तिर्नु पर्दैन, चटक्क चढ्ने चटक्क ओर्लिने हिँडिहाल्ने कि आनन्द छ। यो चाहिँ आफैलाई बसेको छ भन्नु न। नेपालमा तपाईँहरू 60 लाखको बस भन्नुहुन्छ, यहाँ हाम्रो 100 लाखको बस यहाँ फ्री छ। आफै अटोमेटिक खोलिदिन्छ क्या। अझै सर जानुहोस् हजुर, तपाईँको छ यहाँ, अब जान सक्नुहुन्छ भनेर होइन। सम्झिनेहरू यता अगाडि छन्। यो चाहिँ हाम्रैमा काम गर्ने सम्झिने हो। अनि हामी यहाँ 3 जना सम्धिहरू यहाँबाट हामी भाग्छौँ अब चट्ट।
भाग्दै भाग्दै अब चट्ट अब कम्पनी आयो है हाम्रो। अब कम्पनी आएपछि के गर्ने भन्दा काम गर्ने हुन्छ। अनि अब जाउँ। अब आज यसो दुःख सुख गरेर 8 घन्टा बिताउँ। त्यसपछि फेरि 2 दिन छुट्टी छ है गाइजहरू। अब जेलसी चाहिँ भन्ने कुरा चाहिँ नलिनु होला मनतिर, त्यस्तो गर्न चाहिँ पाइन्न। अब लिए पनि नलिए पनि हाम्रो त 2 दिन त पक्कै छुट्टी हो आज गएपछि। त्यही भएर त्यही खुसीमा पनि छिटछिटै दिन जान्छ क्या आजको चाहिँ। 2 दिन छुट्टी भन्यो यसो एकछिन हल्ल्यो, ओ 2 दिन छुट्टी फेरि हल्ल्यो, ठ्याक्क 2 बज्छ 2 दिन छुट्टी। आज सुत्दा त 3 दिन हो है गाइजहरू। फेरि त्यो चाहिँ नबिर्सिनु। तपाईँहरूलाई यो बाटो हिँड्दा हिँड्दै भोक लाग्यो केही खान मन लाग्यो भने यहाँनिर चाहिँ क्याटरिङ छ। यहाँ चाहिँ राइस पनि पाउँछ अनि चिकनको यत्रो फिला पनि पाउँछ। यस्तोसँग झ्याप्पा हान्ने हो। अनि सम्धि यहाँ हाँस्दै हुनुहुन्छ, खोइ कहाँ जानुभयो कुरा सुनेर हाँस्दैछु। र सम्धि सब डिटेल एक दिँदै हुनुहुन्छ नछुटाइकन। एनिवेज गाइस यो चाहिँ अफिस र यो गेट चाहिँ अरूकै हो है, खोइ एउटै कम्पाउन्ड भित्र छ। यो चाहिँ अरूको गेट हो, अरूको अफिस छ। हाम्रो चाहिँ अब आउने अफिस हो। सो त्यो अब देख्नु भएको छ नि यहाँनिर हेर्नु त, यहाँ यो हाम्रो अफिस हो। एउटा स्टुडियो सम्धिनी भित्र छिर्दै एकछिन मैले भनेको थिएँ नि तपाईँहरूलाई हाम्रैको सम्धिनी हो भने। ल है गाइस, पहिला चाहिँ हामीलाई यहाँबाट स्वागत गरेर गेट खोलेर त्यो गेटको पालेले होइन कार्ड दिन्थ्यो। अहिले चाहिँ हामीसँग पर्सनल कार्ड छ क्या हामी, अनि हामीले त्यहाँभित्र लकरमा राख्छौँ। त्यो भएर कार्ड सार्ड दिँदैन। त्यो सुत्छ क्या भाइहरूलाई अब बिहान बिहान के दुःख दिनु भनेर हामीले खासै दिँदैनौँ। यहाँ बस्थ्यो। दिस इज आवर अफिस। एउटा गाइज आइसकेको छ। यो चाहिँ हाम्रो अफिस हो। सो हामी 3 जना राम्रैसँग बस फ्रीको बस चढेर अफिस आइपुग्यो। अनि आजको मेरो भ्लग यहीँ समाप्त हुन्छ। थ्याङ्क यू फर वाचिङ मी। अर्को भिडियोको लागि एकदमै तपाईँहरू मलाई फलो गरेर रेडी भएर बस्नु होला। धन्यवाद।